भोटर आइडी कार्ड कसरी बनाउने भन्ने तरिका आजको भिडियोमा मैले हजुरहरूलाई लिएर आएको छु। सम्पूर्ण जानकारी लिएर आएको छु, हेर्न सक्नुहुन्छ। यसरी हामीले फर्म भर्न पर्ने हुन्छ। नागरिक एपबाट अलि समस्या देखाइएको छ हैन। अनि त्यो भएर मैले चाहिँ यो पार्ट 2 जस्तै भिडियो बनाएर ल्याएको छु। पहिलाको भिडियोमा चाहिँ राम्रोसँग पुरा भिडियो थिएन र अहिलेकोमा चाहिँ मैले जम्मै लिएर आएको छु। ल सुरु गरौँ है त भिडियो। मतदाता परिचय पत्र भोटर आइडी कार्ड बनाउने तरिका। सर्वप्रथम हामी इलेक्सन कमिसन नेपालको वेबसाइटमा जान पर्ने हुन्छ, election.gov.np। त्यसपछि एप्लाई हेर्न सक्नुहुन्छ वेबसाइटको नाम र नाम दर्तामा क्लिक गर्न पर्ने हुन्छ। त्यो सबै जानकारी म लिएर आएको छु, हेर्नु होला है त। मोबाइल नम्बर राख्नु होला आफ्नो 10 डिजिटको 98 नभए 97 एनसेल एनटिसी जुन सिम भए पनि हुन्छ है। आफ्नो रेजिस्टर्ड नागरिक एपमा रहेको अथवा आफ्नो मोबाइलको सिम आफ्नो नाममा दर्ता भएको राख्नु होला। त्यसपछि अगाडि बढ्नु होला र ओटिपी आउने गर्छ 4 डिजिटको, हेर्न सक्नुहुन्छ स्क्रिनमा। मेसेज पनि आउँछ है त। तपाईहरुलाई मैले लाइभ रियलिस्टिक तरिकाले देखाएको छु, केही पनि मैले धेरै एडिट गरेको छैन है। 8941 ल हेर्नु होला। यसरी मैले टाइप गरेर कति छिटो प्रोसिड भइहाल्यो र डाटाहरू भोलि फर्म भरे पनि तल देखाउँछ है त। तपाईलाई म पछि देखाउने नै छु। ल यसरी चाहिँ यहाँ मजाले यो पढ्नु पर्ने हुन्छ है त। पढ्नु होला। तपाईलाई चाहिँ बसाइसराई विवाह दर्ता पनि चाहिन्छ। यदि आफू बसेको ठेगाना र आफू पर्मानेन्ट स्थायी ठेगाना भएको फरक पर्छ भने नागरिकता एक ठाउँबाट बनेछ तर एक ठाउँमा मतदान दिने हो, अर्को ठाउँमा नै मतदान दिने हो भने सबै जानकारी लिएर आएको छु। राम्रोसँग पढ्नु होला र सुरु गरौँ है त फर्म भर्ने प्रक्रिया। आफ्नो प्रदेश छान्न पर्ने हुन्छ पहिला, अनि त्यसपछि आफ्नो जिल्ला, कुन जिल्लाबाट हजुरहरूको जन्म भएको हो, नागरिकता बनेको हो, नागरिकतामा बेस्ड हुन्छ है। जम्मै यो विवरणहरू जम्मै नागरिकतामा आधारित हुन्छ है। त्यसपछि आफ्नो वडा छान्नु, वडापछि आफ्नो वडा नम्बर छान्नु भनेकै वडा छान्ने हो है। त्यसपछि गाउँपालिका नगरपालिका छान्नु होला। यसरी चाहिँ मतदान केन्द्र जुन वडामा रहन्छ त्यही नै देखाउने गर्दछ है। अटोमेटिक सिस्टममा यहाँ टक्क बनेको छ, मिलेर टक्क लगाएर। अनि आफ्नो नाम राख्नुपर्ने हुन्छ, युनिकोड गरिएको हुन्छ है। यो तपाईँलाई अघि नै मैले इन्स्ट्रक्सन्सहरू देखाएको थिएँ हाइलाइट गरेर, ब्लू कलरको हाइलाइट गरेर देखाएको थिएँ हैन। त्यो मजाले पढ्नु होला र मजाले आफ्नो नाम राख्नु होला है त। मैले चाहिँ यहाँ सबै विवरण सच्चा चाहिँ भरेको छैन, तपाईहरुलाई यहाँ देखाउनको लागि स्याम्पल मात्रै भरेको हो। मेरो अलरेडी बनिसकेको छ मतदाता परिचय पत्र भोटर आइडी कार्ड। त्यो पनि हजुरहरूलाई जानकारी दिनको लागि मैले यो भिडियो बनाएको छु है। जानकारीमूलक भिडियो हो। मजाले लाइक शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। र मजाले आफ्नो नाम यसरी मोबाइलमा हो भने चाहिँ यसरी टाइप गर्न पर्यो, इङ्ग्लिस नेपालीमा लगेर। जस्तो यहाँ इङ्ग्लिस भनिएको छ है, इङ्ग्लिसमा SUJAL मैले यसरी लेखेँ, इङ्ग्लिसमै टाइप गर्न पर्ने हुन्छ। र नेपालीमा भएको बेलामा नेपालीमा चेन्ज गरेर ल्याङ्ग्वेज टाइप गर्न पर्ने हुन्छ भने कम्प्युटर र ल्यापटपमा चाहिँ धेरै सजिलो हुन्छ है। यो इलेक्सन कमिसन नेपालमा फर्म भर्न जुनसुकै वेबसाइटमा गएर पनि हामीले फर्म भर्न चाहिँ नेपालीमा हो भने इङ्ग्लिसमा हो भने चाहिँ किबोर्डबाट ल्यापटपको किबोर्डबाट सजिलो हुन्छ है। अब हेर्न सक्नुहुन्छ आफ्नो नाम राख्नुपर्ने हुन्छ इङ्ग्लिस नेपालीमा राखे पनि। अब बुवाको नाम राख्नुपर्ने हुन्छ। अब मैले नेपालीमै टाइप गर्न पर्ने हुन्छ, इङ्ग्लिसमा टाइप गरेर इङ्ग्लिसै देखाउँछ, नेपालीमा टाइप गरेर नेपाली देखाउँछ। त्यो छ है सिस्टम मोबाइलमा चाहिँ। किबोर्डमा यसरी मैले नेपालीमा लगेँ र आफ्नो बुवाको नाम इक्जाम्पल अब राम बुढाथोकी नै लेखिदिएँ मैले है। अब हेर्न सक्नुहुन्छ तपाईहरुले कपी पेस्ट गर्नुभयो भने सजिलो हुन्छ है। जस्तो मैले बुढाथोकी कपी गरेर पेस्ट गर्न नि मिल्यो, तर तपाईहरुले एक मिनेट गरेर देखाउनुको कारण चाहिँ यसरी नै रियलिस्टिक तरिकाले गर्न पर्ने हुन्छ। त्यही भएर नि रियलिस्टिक तरिकाले नै मैले फोकस भएर बनाएको है यो भिडियो। र यसरी मैले आफ्नो मम्मीको नाम अब एउटा स्याम्पल बनाउने नै हो। मैले सत्य किन भन्न परेछ र त्यही भएर राम बुढाथोकी सीता बुढाथोकी है, राम सीता यसरी भगवानको नाममा राखिदिएको छु है। स्याम्पलको लागि मात्रै हो। यो चाहिँ जानकारीमूलक भिडियो भएको भएर यसलाई चाहिँ अन्यथा नसोच्नु होला। र रियलिस्टिक चाहिँ तरिकाले मैले बनाउन गएको छु यसरी टाइपिङ गर्दै है त। र बाजेको नाम 3 पुस्ते विवरण खोज्छ, आफ्नो बुवाको र अनि बाजेको, अनि आफ्नो बाजेको नाम मैले जस्तो राम सीता अनि हरि नै राखिदिएँ, हरि बुढाथोकी। अब कसैको बहादुर हुन्छ बीचको नाम है, कसैको चाहिँ कुमार हुने गर्छ, केटी मान्छेको हो भने छोरी मान्छेको हो भने चाहिँ कुमारी हुने गर्छ। त्यस्तै गरी यो पनि बीचको नाम पनि लेख्नु होला छ भने है। नागरिकतामा आधारित नै हुन्छ जम्मै। र तपाईहरुले यसरी आफ्नो नाम लेख्न सक्नुहुन्छ, नाम थर यसरी टाइप गरेर है। अनि यसरी चाहिँ लिङ्ग छान्नुहोस् आफ्नो पुरुष महिला। अनि यसरी चाहिँ मोबाइल नम्बर हुन्छ यहाँ, मैले हटाएको देखाउनु भएन। यसरी चाहिँ प्रोसिड गर्नु होला नेक्स्ट। त्यसपछि हामी आयौँ नागरिकताको विवरणमा। यसरी चाहिँ हामीले चाहिँ विक्रम सम्वतमा नेपालीमा यहीँ सिलेक्ट गर्नुपर्ने हुन्छ है। यहीँ क्यालेन्डर दिएको छ र आफ्नो जन्मसाल नेपालीमा नागरिकतामा आधारित अनि जन्म महिना हजुरहरूले छान्नु होला। त्यसपछि
अब आफ्नो जन्मगते, त्यसपछि इङ्ग्लिसमा अटोमेटिकल्ली यो भएर आउँछ है, चेन्ज भएर आउँछ, कन्भर्ट भएर आउँछ र आफ्नो नागरिकताको प्रमाणपत्र नम्बर हजुरहरूले राख्नु होला। यो चाहिँ मैले यसरी तपाईहरुले चाहिँ देखाएको है, यस्तो हुने गर्छ नागरिकताको आजभोलिको अहिलेको नयाँ मोडर्न नम्बरहरू यस्तो हुने गर्छ है नागरिकताको फर्मेट चाहिँ। तर यो कसैसँग मेल खान गयो भने चाहिँ यो एउटा संजोग हुनेछ। यो चाहिँ मैले चाहिँ यतिकै नै टाइप गरिदिएको हो, संजोग हुनेवाला छ है, कसैसँग मेल खान गयो भने यो फर्म भरेको इन्फर्मेसनहरू। त्यही भएर यसलाई चाहिँ अन्यथा नलिनु होला, इन्फर्मेसन पर्पजको लागि, स्याम्पलको लागि मात्र हजुरहरूलाई सहयोग गर्ने हिसाबले यो भिडियो बनाएको छु मैले। ल अब यसपछि मैले चाहिँ आफ्नो नागरिकता जारी मिति राखेँ र आफ्नो कुन महिनामा हो वैशाखदेखि चैतसम्म हजुरहरूले छान्न सक्नुहुन्छ कुन मितिमा हजुरको जारी भएको नागरिकता कुन दिनमा बनाउनु भएको हो। र त्यसपछि स्थायी ठेगाना चाहिँ नागरिकता जस्तै सेम हाल्न पाइयो है, त्यहाँ क्लिक गरेर। र अनि बसोबास कहिले बसोबास गरेको चाहिँ कहाँ हो र नागरिकता पनि कहाँ बनेको हो त्यो पनि सिलेक्ट गर्न पाइयो। र मतदान दिने, मतदान भनेको भोट, मतदाता परिचयपत्र हजुरहरूले कहाँबाट बनाउन चाहनुहुन्छ, बसेसराई ल्याउनु भयो कि ल्याउनु भएन, बसेसराई चाहिन्छ कि त विवाह दर्ता कागजात प्रमाणपत्र चाहिन्छ है, अपलोड गर्नुपर्ने हुन्छ। र यसरी हजुरहरूले चाहिँ आफ्नो ठेगाना, मैले चाहिँ जस्तो इक्जाम्पल दिएको है हजुरलाई, बसेसराई गर्ने कन्डिसन छ भने चाहिँ यसरी काठमाडौँ अनि वडा नम्बर 7 यसरी मैले चाहिँ डिफ्रेन्ट नै चेन्ज गरेर देखाएँ। र यहाँनिर चाहिँ नागरिकताको फोटो अपलोड गर्नुपर्ने हुन्छ। मैले चाहिँ तपाईहरुलाई खाली स्याम्पलको लागि मैले एउटा फोटो र्यान्डमली यो थम्बनेल नै यो भिडियोको अपलोड गरेर देखाउँछु है त। यो नागरिकताको चाहिँ तपाईहरुले यहाँ चाहिँ फर्स्टमा आफ्नो अगाडिको फ्रन्ट पेज राख्नु होला, अपलोड गर्नु होला अगाडिको भने, अर्कोमा चाहिँ पछाडिको राख्नु होला है त, ब्याक साइड नागरिकताको भने। यहाँ तपाईले चाहिँ कागजातहरू प्रकार छान्न पर्ने हुन्छ। तपाई चाहिँ बजेसराई के को आधार लिएर आउनु भएको छ, तपाई चाहिँ किन चाहिँ अहिले फरक आफू बसेको नजिक मतदान केन्द्रबाट अहिलेको जुन मैले फर्म भरे तपाईहरुलाई त्यहाँबाट भर्न खोज्दै हुनुहुन्छ भन्दाखेरि त्यो प्रमाण चाहिन्छ है, कि त बजेसराई चाहिन्छ कि त विवाहको दर्ताको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र यो खोज्छ है, विवाहको प्रमाण। त्यो चाहिँ तपाईहरुले अपलोड गर्न पर्ने हुन्छ। राम्रोसँग क्याम स्क्यानरबाट स्क्यान गरेर क्लियर उज्यालो हुने गरेर नै अपलोड गर्नु होला भन्छु मैले है, धेरै हाई क्वालिटीको नि अपलोड नगर्नु होला। त्यसपछि हेर्न सक्नुहुन्छ मैले चाहिँ आफ्नो यहाँ नागरिकताको विवरणको लागि यसरी मैले जिल्लाहरू सिलेक्ट गर्न पर्ने हुन्छ। अनि यसरी आफ्नो अब फरक फरक जिल्ला छ भने बसेसराईको कागज र विवाह दर्ताको कागज प्रमाणपत्र अपलोड गर्नुपर्ने हुन्छ। एउटै जिल्ला छ भने त्यहाँ टिक लगाइदियो भने एउटै जिल्लाको डाटा मात्रै रहन्छ है। आफू बसेको र आफूले मतदान दिने कहाँ हो आफूमा भर पर्छ है। र हामी आइपुग्यौँ अहिले चाहिँ कहाँ आइपुग्यौँ भन्दा यदि आफू अपाङ्ग छ कि छैन हो भने त्यहाँ अप्सन टन्नै हुन्छ। जस्तो होइन भने सिधै अर्कोमा गइदिए, नेक्स्टमा गइदिए हुन्छ। जस्तो अब हो भने चाहिँ दुवै कान नसुन्ने, आँखा नदेख्ने, बोल्न नसक्ने, दुवै हात नभएको, कस्तो खालको अपाङ्ग हो त नि, हिडडुल गर्न नसक्ने, अथवा अन्य हो भने चाहिँ तपाईँले लेख्न पर्ने हुन्छ है, के हो रिजन चाहिँ दिन पर्यो है, कस्तो खालको हो त नि अपाङ्गता। यदि छैन भने होइन नै गरिदिउँ है, नर्मलहरूको लागि चाहिँ जो चाहिँ डिसेबल हुनुहुन्न। त्यसपछि होइन सेलेक्ट गरेर नेक्स्टमा अर्कोमा क्लिक गर्नु होला र अन्य भन्नेमा हामी जान्छौँ है त। यसरी चाहिँ हामी 1 2 3 4 5 6 7वटा हुन्छ है, 7वटामा 6वटा चाहिँ भर्न पर्ने हुन्छ भने पुनरावलोकन भनेको चाहिँ प्रिभ्यू हो। लास्ट टाइम हामी त्योमा जान्छौँ, पुग्छौँ र देखाउँछ तपाईँलाई प्रिभ्यू गरेर पनि आफूले फर्म भरेको चेक गर्न पाइयो, फेरि केही गल्ती छ भने सच्याउन पाइयो है। अब हामी आयौँ अन्यमा मातृभाषा छान्नुपर्ने हुन्छ। हजुरको आफ्नो मातृभाषा कुन हो, कुन जातमा पढ्नुभयो हजुर, त्यो पनि म्याटर गर्छ है। आफ्नो जस्तो हामी त खास अर्या क्षेत्रीयहरूको लागि चाहिँ तपाईँलाई थाहै छ, मेरो नाम सुजल बुढा थोकी, सुजल क्षेत्री अफिसियल, म चाहिँ खास अर्यामा नै परेँ। अब हजुरको आफ्नो जात हेर्नु होला र आफ्नो जातको मातृभाषा हेर्नु होला। जस्तो गुरुङको घले हुन्छ इक्जाम्पल, अब त्यो तपाईँहरूले जम्मै यहाँ हेर्नु होला है त, आफ्नो जात आफ्नो त्यो मातृभाषा। मेरो चाहिँ खास अर्यामा परेँ म, र त्यसपछि मेरो भाषा चाहिँ नेपाली नै पर्यो, अरू छैन है। त्यही भएर मैले त्यही नै सिलेक्ट गर्छु। हजुरहरूले आफ्नो मातृभाषा र आफ्नो जात, आफ्नो समूह वर्ग छान्नु होला। यति भएपछि बुझ्नुभयो होला के छान्ने के नछान्ने, के गर्ने नगर्ने भनेर। र साक्षर र निरक्षर भनेको थाहै होला, शैक्षिक योग्यता पढेको अथवा नपढेको। साक्षरमा प्राय सरकारले चाहिँ एस्ट्रिक खोजेको हुन्छ, साक्षरबाटै हजुरले भर्नु भनेर देखाइएको छ। एसएससी हैन, एसएलसी, एसई अथवा प्रवीणता प्रमाणपत्र अथवा स्नातकोत्तर, स्नातक
विद्याभारती PhD ब्याचलर मास्टर +2 इन्टरमिडिएट एससी एसएलसी के लेभलको हुनुहुन्छ हजुर चाहिँ त्यो सिलेक्ट गर्नु होला। मैले स्नातक सिलेक्ट गरेँ हजुरहरूलाई देखाउनको लागि र मैले स्नातक अध्ययनरत अथवा सकिने बेला पनि भइसक्यो है। यसरी चाहिँ मैले अब सम्पर्क स्थानमा चाहिँ प्रदेश छान्न पर्ने हुन्छ अनि प्रदेशमा चाहिँ आफू चाहिँ अहिले भएको प्रदेश आफू अहिले एक्टिभ भएको जस्तो करेन्ट डिस्ट्रिक्ट आफू करेन्ट अभाइलेबल भएको रेसिडेन्ट आफू चाहिँ जहाँ बसिरहेको छ पढ्नलाई होस् कि नोकरी गर्न जागिर गर्नलाई होस् कि अब जेसुकै होस् न रिजन बिहा गरेर आउनुभएको हो कि त्यो चाहिँ हजुरले जहाँबाट मतदान दिन सजिलो हुन्छ र दिन खोज्नुभएको छ इच्छाको आफ्नो जिल्ला राख्नु होला आफ्नो सम्पर्क स्थान भन्नु जस्तो मैले उदाहरणको लागि यसरी बागमती प्रदेशबाट चितवन राखेँ जिल्ला प्रशासन कार्यालय चितवनमा जानुपर्ने हुन्छ भोलि मैले सम्पर्क गर्नलाई अथवा भोटर आइडी कार्ड लिनलाई अथवा भोलि केही काम पऱ्यो भने यस्तो डकुमेन्टको कामहरू केही सरकारी काम गर्न पऱ्यो भने पासपोर्ट बनाउनु पऱ्यो अब जे पनि अब तपाईँको यो परिचय पत्र बनाउनु पऱ्यो भने फोटो खिचाउन जानु पऱ्यो भने त्यहाँ पनि जान मिल्यो अथवा भोलि केही डकुमेन्ट लिनको लागि हजुरलाई थाहै नै छ आफ्नो सम्पर्क स्थान चाहिँ हाम्रो चितवन जिल्ला चितवन निर्वाचन कार्यालय पऱ्यो है त। अब यसरी मैले सिलेक्ट गरेर आफ्नो डेट सिलेक्ट गर्नु होला। मतदाता परिचय पत्र बनाउने र मतदाता नामावली दर्ता गर्नको लागि जम्मा हाम्रो 27 गतेसम्म मात्र मिति रहेको छ है समय जम्मा 3 हप्ता। अब जम्मा 3 हप्तामा 2.5 हप्तामा 2.5 भनौँ न मात्र समय रहेको छ धेरै समय रहेको छैन। यो कार्तिक महिनाको 27 गतेसम्म मात्र रहेको छ अथवा 29 गतेसम्म मात्र रहेको छ है। त्यसरी तपाईँहरूले बुझ्नु होला र यहाँ योभन्दा बढी कार्तिकभन्दा बढी जाँदैन मङ्सिरसम्म पुग्दैन है। अनि यसरी हामीले पुनरावलोकन भनेको चाहिँ प्रिभ्यूमा चाहिँ कसरी मैले फर्म भरेँ र कस्तो छ मेरो फर्म चाहिँ भनेर हेर्न पाइयो है र केही गल्ती छ भने हेर्न पाइयो सच्याउन पाइयो। यसरी चाहिँ मैले तपाईँलाई देखाएँ है र दर्ता गर्नुहोस्मा क्लिक गर्नुभयो भने सबमिट भएर जान्छ र हामीले चाहिँ यसलाई प्रिन्ट गर्न पर्ने हुन्छ र प्रिन्ट गरेर निर्वाचन आयोगमा ब्ल्याक एन्ड व्हाइट कपीमा प्रिन्ट गरेर एक थान लिएर गए नि हुन्छ है। अनि आफू पनि जानु पर्यो बायोमेट्रिकको लागि र फोटो खिचाउनको लागि। यसरी चाहिँ आफ्नो आवेदन नम्बर पनि आउने गर्दछ जुन चाहिँ पछि गएर सायद मेरो विचारमा यही नै हुनसक्छ मतदाता परिचय पत्र नम्बर अथवा के कसो हुन्छ प्रोसेस अगाडि बढाउनलाई हामी बायोमेट्रिक गर्नलाई र फोटो खिचाउनलाई भेरिफाई गर्नलाई चाहिँ जानै पर्यो सरकारी कार्यालय अथवा निर्वाचन आयोगमा। यो हामीलाई थाहा नै छ। यसरी चाहिँ प्रिन्ट गर्नु होला। प्रिन्ट गर्नको लागि यसरी आफ्नो मोबाइलमा पनि पिडिएफहरू हुने गर्दछ यसरी देखाउँछ। पिडिएफमा क्लिक गर्नुभयो भने यसरी सेभ गर्नु होला एक ठाउँमा र पछि त्यो ओपन गरेर नि हेर्न मिल्छ है त। यस्तो रहेको छ फर्म भनेर हेर्न सक्नुहुन्छ र यो चाहिँ तपाईँको आवेदन नम्बर हो है। पछि मतदाता परिचय पत्र नम्बर पनि छुट्टै भएर आउँछ त्यो बुझ्नु होला। सब कतिजना झुकिनुहुन्छ कि आवेदन नम्बर नै मतदाता परिचय पत्र नम्बर हो भनेर त्यो पछि चाहिँ निर्वाचन आयोगले पछि तपाईँहरूलाई दिने हो। बनिसकेपछि भेरिफिकेसन सबै बायोमेट्रिक र हजुरहरूको यो फोटो खिचाउने कम्प्लिट भइसकेपछि आफ्नो मतदाता परिचय पत्र नम्बर कसरी हेर्ने मतलब आफ्नो मतदाता विवरण हेर्ने कसरी भन्ने त्यो म देखाउने नै छु। यो हेर्नुभयो। अब हामी जाम कसरी चाहिँ मतदाता अद्यावधिमा जाम है। त्यहाँ गएर हामीले चाहिँ यदि बसाइसराई गर्नु छ भने अनलाइन पनि गर्न मिल्छ तर आफू जानै पर्छ है प्रिन्ट गरेर। अब हजुरले यसरी ओटिपी कोड हान्न पर्यो हुन्छ 4 डिजिटको यसरी हेर्न सक्नुहुन्छ स्क्रिनमा आइसकेको छ। मैले हान्छु अब यस्तै हानेपछि ओपन भइहाल्छ र नयाँ दर्तामा क्लिक गरेर नयाँ अनुरोधमा क्लिक गरेर हामीले चाहिँ बसाइसराईको लागि आवेदन दिन सक्छौँ है। अनि त्यसपछि अनुसूची 6 को अनुसार यहाँ देखाउने गर्दछ। यसरी मैले मेटाएको पनि देखाएँ हजुरहरूलाई है। अब सजिलैसँग हजुरहरूले आफ्नो मतदाता नम्बर लेख्नु होला त्यो चाहिन्छ बनिसके पनि हुन्छ र नागरिकता नम्बर अथवा जन्ममिति राखेर खोज्नुहोस् गर्नुभयो भने तपाईँको डिटेल आउँछ र यसरी यहाँनिर डाटा इन्ट्री गर्न सक्नुहुन्छ। अब यो भनेको मतदाता अद्यावधि पनि देखाएँ मैले हजुरहरूलाई भने। अब म तपाईँहरूलाई आफ्नो भोटर लिस्ट खोज्ने मतदाता नामावली खोज्ने चाहिँ तरिका सिकाउन जाँदैछु हेर्नु होला। बागमती प्रदेश अथवा हजुरको कुन प्रदेश हो जस्तो मैले अघिदेखि नै बागमती प्रदेश चितवन हानिरहेको छु भरतपुर महानगरपालिका वडा नम्बर जुन हान्दानी भयो तपाईँहरूलाई देखाउनको लागि मात्रै है। र यसरी वडा नम्बर 2 हाने र बालकुमारी भन्ने अटोमेटिकली आफ्नो मतदाता केन्द्र देखाउँछ र सबमिट गर्नु होला है। अनि तपाईँलाई अघि नै देखाएको यसरी मैले फेरि नै तपाईँहरूले डिफ्रेन्ट चेन्ज गरेर देखाएँ है। वडा नम्बरहरू पनि चेन्ज गरेर मतदाता केन्द्र यसरी कहिले एउटा देखाउँछ कहिले 3टा कहिले 2टा यसरी देखाउने गर्दछ है। यसरी चाहिँ आफ्नो मतदाता नम्बर कदेखि गियासम्म नेपालीमा खोज्न सक्नुहुन्छ। धन्यवाद। आशा छ हजुरहरूलाई यो भिडियोले धेरै नै हेल्प गर्यो होला। केही बुझ्नु भएन भने कमेन्ट गर्नु होला। रिप्लाई दिने नै छु हजुरहरूलाई। थ्याङ्क यू फर वाचिङ।